साथीहरू बेलीको भात बच्या छ, सब्जी पनि बच्या रहेछ। यो भातलाई त फाल्नु भएन साथीहरू। अन्डा छन् मजाले। आज म यही भातको बनाउन भ्या फ्राइड राइस, चाइनिज फ्राइड राइस। हेर बच्याको भात कहिले नफाल्नु, मजाले यसरी यसलाई मजाले अब म फ्राइड राइस बनाउने भ्या। अंडा पनि लिएर राखेको छु। सट्ट आज बिहानै अंडा फ्राइड राइस बनाइदिनु पर्यो। कति छन् अंडा पनि छन् मजाले। ओहो दुईवटा अंडा हाल्दै भ्या। बच्या भातलाई भुटेर मजाले फ्राइड राइस बनाएर प्याज काट्छन् त्यही एकदाना मजाले प्याज हालेर। यहाँ छन् हरिया खुर्सानी, 2 ढोडा हरिया खुर्सानी, टमाटर एक दानो चट्ट हाल्दियो भने चाहिँ बढिया मस्त फ्राइड राइस भइजान्छ। अब अलिकता अझै तिमी टेस्ट ल्याउने भएपछि त्यही गोबी पनि छ यहाँ, पत्ता गोबीलाई पनि चट्ट हालिदिएपछि झन् बढिया टेस्ट हुन्छ है। अब हेर साथीहरू, भात कहिले पनि खडाउनु हुँदैन। बच्या छ रातको भात भनेपछि बिहान मजाले अंडा भएपछि अंडा नत्र हल्का तेल नुन हालेर पनि मजाले फ्राई गरेर खाइदिनुपर्छ। खाना कहिले फाल्नु हुँदैन। त्यही हेर साथीहरू, मेरो सबै कटिङ गरिसकेँ। त्यही यहाँ खुर्सानी, प्याज, टमाटर, त्यही अंडा पनि घोलेर ठ्याक्क तयार छ। भात पनि त्यही मजाले त्यही नि मिचेर ठ्याक्क तयार गरिसकेँ। अब बनाउँछु म अंडा फ्राइड राइस है त। हेरिराख मजाले। हेर साथीहरू, भात साथ फाल्या नखोज्दो। भात फाल्यो भनेपछि बहुत ठुलो पाप लाउँदो छ। खाना बहुत सराप्तो छ, त्यही भएर खाना फाल्ने काम चाहिँ गर्नै भएन। अब मजाले यसलाई त्यही ग्यास चालु गरेर यो आयो हाम्रो तेल। सट्ट धोनीको फोटो भएको तेल धोनीको फोटो भएको तेल, त्यही ब्रांडेड तेल, बिस्लेरी का बोतल में। अब हामी हल्का तेल हालिदियो। तेल पनि बढी खानु नै हो, जसलाई त फ्याटी लिभर छ तिन्न त झन् नै खानु तेल। एकदम कम तेल। त्यो सर अलिकता तेल हालेर ठ्याक्क अंडा हुनाले त्यही कारण नम्मै बढी हाल्यौँ। त्यो नत्र म त बहुत कम खान्छु साथीहरू तेल। हेर तेल मसाला भन्ने कुरा केही खानु हुँदैन। मजाले सादा प्याज, गोबी, टमाटर हाल्यो। खुर्सानी अलिकता पिरो चाहिएपछि बस यति अलिकता 1-2 ढोडा खुर्सानी हालिदियो भनेपछि बहुत हो। अब यसले हालौँ गोबी। त्यही चट्ट पारेर यसरी गोबी हालेपछि हल्का गोबीलाई पनि त्यसपछि टक्क पारेर अलिकता हल्दी हालिदिने। अब यसले हालिदिने नमै धनिया पाउडर। चाहिँ यति नम्मै खालि नामका लागि मात्र धनिया पाउडर। चाहिँ धनिया पाउडर। अब हाल्दै हामी आयो नुन हाल्यौँ। हालिसकेपछि अहिले मजाले अलिक चलाइदियो। अंडा सरी चट्टाला अंडा हालिदिने। टमाटर यसरी माथि मजाले टमाटर हालिदिएपछि अब भयो त्यो अंडा पनि पाक्यो। अब हालिदिउँ न भात, बेलीको भात बचाएको त्यही भात टक्क पाडेर यसरी
हो टाक्का त्यो बचेका सिता मिता सब यिनी यसरी यसलाई सिमटेर सब हालिदिनुपर्छ। अब भइगयो यो फ्राइड राइस। लौ भयो यो राइस पनि तयार। अब नन्दमाई सबै खाना बनाउनुमा हाम्रा सबै स्टाफमा भात भयो तयार। त्यहाँदेखि यो सब्जी पनि नन्दमाई सबै ल गिद्ध लाग्यो यसरी। त्यही यो चाहिँ मेरो त्यही यो बच्चाको अब यति चाहिँ मेरो परे भाइको त्यति राइस हामी र 4 जना र खानु देखा मजाले। त्यही भएर खानालाई फाल्ने काम नगरौँ साथीहरू। त्यही भिनाजु मजाले खान्ला छन्। यहाँ हाम्रा म्यानेजर साहब पनि मजाले त्यही खान्ला छन्। कैसा है सर? मस्त है ना? लौ त साथीहरू मजाले अब हामी लौदा खाना यो भिडियोलाई चाहिँ यहीँ अन्त्य गरौँ ल त। धन्यवाद।